आज के काम गर्दा गर्दै एकछिन कहीँ जान्थेन, म कतै जान्थेन। तर आज चाहिँ होली भएर होइन, होली भएर एक्सक्युज बनाएँ भने जस्तो फिल हुनसक्छ। तर होलीको अवसरमा साथीहरूसँग एकछिन घुम्न गएँ, अनि घुम्न गएर एकछिन रमाइलो पनि गरेँ। अनि घर फर्केर इट वाज लेट भइसकेको थियो, साँझै भइसकेको थियो। अनि नुहाइधुवाइ गरेर एकछिन मेरो काम परेर एकछिन बाहिर गएँ माथि चोकतिर। त्यही गर्दा गर्दै आज ढिलो भइगयो। अनि घर आएर खानासाना खाएँ। अनि अहिले तर ठिक छ यार, तर मैले यस्तो गल्ती गर्दैन भन्थेँ आफूलाई, तर आज नगर्न चाहेर पनि कहिले यस्तो हुने रहेछ। अनि जे भए पनि आज इट्स ओके, टुमारो आई विल कम ब्याक इभन मोर स्ट्रङ्गर।